यो चाहिँ हाम्रो सरलामा पहिलो यसरी अनि त्यसपछि मोटो एकदम धेरै रमाइलो गरिरहेको छ अनि यो चाहिँ हामी सरलामा हामी बस्ने रुमतिर लागेको सरला चाहिँ मलाई एकदम मन परेन हेर्दाखेरि नै त्यसको इम्प्रेसन नै यस्तो खराब लाग्यो क्या हुन्छ नि यहाँको घरहरू यहाँको इन्भाइरोमेन्टहरू त्यति धेरै राम्रो लागेन त्यही पनि के गर्ने अब आएको छ घुम्नको लागि भनेर हामीले गएर सामानहरू राख्यौँ सामान त हाम्रो राखिसकेपछि चाहिँ हामीले भोक पनि लागेको थिएन अब भोक लागेपछि त अब हेर्नु पऱ्यो भनेर हामी फेरि सामान राखेर ब्याक टु खाना खाने ठाउँतिर आयौँ सामान राख्यौँ फ्रेस भयौँ अनि ब्याक टु फेरि खाना खानेतिर आयौँ छेत्री बाहुनको मलाई साह्रो बिजोग लाग्छ सबभन्दा नराम्रो लाग्यो छेत्री बाहुनको किन है ठ्याक्क त्यो सास जाने बित्तिकै अलिअलि त धुकधुक चलेकै हुन्छ होला त्यो खोलातिर पराउँदैन ए खासमा चाहिँ कति बेरसम्म त कहिले कति बिउरिन्छ नि मान्छे भन्छ छेत्री बाहुनको चाहिँ लगेर छिटो जलाउन पाए माउन्ट एभरेस्ट माउन्ट एभरेस्ट र हामी खाना खाएर फेरि ब्याक टु रुम गयौँ रेडी टु सो अनि अब हामी चाहिँ लाग्यौँ सो हेर्नको लागि प्रोग्राम आउनु पर्छ लास्टै बिजी हुन्छ कि पनि फेरि गाइडले गरेन हो तपाईँ पनि म सँगसँगै सरलाई हेर्न सक्नुहुन्छ कति किलोमिटर हुन्छ करिब 200 यस्तै पुरानो घर थियो त्यो नेपाली दामी नेपाली गार्डन हो नेपाली गार्डन हो नेपाली गार्डन रहेछ ल कुनै दिन नेपाली गार्डन नेपालको याद आयो यो पुरै नेपालीले भरिन्थ्यो अहिले हरायो नेपाली आउनु छोड्यो अन्त गार्डन जायो हल्का नेपालको है हाम्रो चराइतिर झापातिर कस्तो यो चाहिँ ठ्याक्कै स्टाइल छ सोनाले बसेको थुप्रै भयो केदार सर 2008 मा अब आएको यो जुङ्गा आएको थिएन त्यतिखेर अलिकति आएको जुङ्गा आएको थिएन अहिले कालो बेलामा मर्ने गरेर दल्दै थियो यस्तो रिजोडी राखेर तर धन्दा छालातिर यति गएछ अघि त भेटेको थिएँ खालि कान मरेल छ दिने कि के भन्छ यमनीले हाइपर मार्केट ल्याएको सेवा गरेको सिधा तपाईँले सेवा गरेको यमनी अब त्यो जुन द्वन्द्वले गर्दा त्यहाँ बालबालिकाहरूले उ छैन नि त खान्थ्यो जवानको कार्यक्रम हुन गइरहेको हुनाले गर्दा हामी चाहिँ त्यहाँनिर गइरहेको थियौँ र हामी आइपुग्यौँ त्यहाँनिर कार्यक्रम सुरु भइसकेको थिएन त्यो कारणले गर्दा हामी चाहिँ बाहिर गयौँ फोटोसुटो खिच्यौँ भिडियो बनायौँ अनि एकदम धेरै राम्रो स्विमिङ गर्थ्यो त्यहाँनिर त्यो व्यक्तिहरू स्विमिङ पनि गरिराख्नु भएको थियो छाप पनि लाउनु पर्ने अरे भात खानु पाइँदैन फेरि पाइन्छ त्यसै पाइन्छ नि यता हुनुहुन्छ त नवीन सर त कस्तो राम्रो स्वागत हो कि तपाईँलाई मेरो पनि भिडियो बनाएर
सरी चेलीबेटीहरूले हामीलाई सम्मान गर्नुभयो हामी मस्कटबाट आएको थियौँ चेलीबेटीले सम्मान गरेर अतिथिकै रश्मिता थापा मगर अतिथि मस्कटबाट आउनुभएको म दाइले हामीलाई साथ छोड्नु भएको छैन यति रमाइलो भइरहेछ यहाँ यति रमाइलो भइरहेछ यही भन्छन् कोही जिन्दगी हुनु भन्दा हामी पनि आपको पता का आईडी कार्ड है मैम आईडी कार्ड है तो हम लोग बाकी वेट कर 2 मिनट धन्यवाद अतिथिज्यूहरूलाई र यहाँ जति पनि पाल्नुभएको छ फिर्ता गर्दछु र म चाहिँ हजुरको चाहिँ छोटो केही तपाईँहरूलाई जानकारीको रूपमा चाहिँ दिएर चाहिँ म बिदा हुन चाहन्छु जस्तै म चाहिँ हमदान एकछिनमा चाहिँ 2 वर्षदेखि आदरणीय भगवान् तपाईँ हाम्रो प्रिय गायिका एलिना चौहानजीको यस स्टेजमा आगमन भइरहेको हुँदा सम्पूर्णमा ताली मार्फत स्वागत गरिदिन र अब यतिखेरको समयमा कलाकार साथसाथै कलाकार अतिथिको लागि आसन ग्रहण गरिदिनुका खडा मार्फत सम्मान गरिदिनुका निमित्त म यस मञ्चमा आसीन दिदीबहिनीज्यूहरूमा हार्दिक अनुरोध गर्दै सम्पूर्णमा ताली मार्फत सम्मान गरिदिनुका निमित्त हार्दिक अनुरोध गर्दछु कृपया गायिकाजीलाई एकैछिन केही समयका लागि रेस्टमा तपाईँ हाम्रै प्रिय गायिकाजीको प्रस्तुति रहनेछ त्यसैले कृपया जस्ट वेट गर्नुहोला धन्यवाद दिन चाहन्छु है तपाईहरु यस्तो व्यस्त हुँदाहुँदै पनि तपाईहरु आफ्नो समय निकालेर यहाँ आउनुभयो त्यसको लागि मनैबाट धन्यवाद दिन चाहन्छु मलाई त कति माया गर्नुहुन्छ भन्ने कुरा बिस्तारै थाहा हुँदै जान्छ
जुनीभरिलाई रुवाई अझै पनि यो मनमा धोकेबाज हो तिमी के माया लाग्छ र मेरो याद आउँछ र बेला बेला पारा ठिक भएन म नेपाली बुझिहाल्छु यत्रो नेपाली बोलिरहेको छु अनि कहाँ इङ्ग्लिस बोलेको ल है धन्यवाद गोदावरी
चाहन्छु। टिकटकमा हाल्नु बिस्तारै बिस्तारै फर्क्यौँ। अब आफ्नो कामले गर्दा गयो होला फ्री छन् भने त गर्छ नि अब त्यो हामीलाई घुमौँ भन्ने त पदम दाइ होइन पदम भन्ने पहिला सुवार हो के टेस्ट कल मोमो द्याट इज रिटर्न होइन मोमो किङ Yeah, this Momo King in Muscat, there is a 4 restaurant. Momo King हामीले is this चाहिँ प्लान restaurant. गऱ्यौँ कि मोमो किङ जाने भनेर अनि एकदम धेरै राम्रो थियो मोमो किङ। हामी भित्र गयौँ, भित्र पनि एकदम धेरै रमाइलो, बाहिर पनि एकदम धेरै गार्डन मजाले फुलहरू रोप्नुभएको एकदम धेरै राम्रो। भित्र हेर्दाखेरि डान्स यो रिसेप्सन एकदम धेरै राम्रो काउन्टर अनि मोमो किङ कस्तो मन पऱ्यो हेर्दै एट्र्याक्टिभ चाहिँ काउन्टर अनि तस्बिरहरू तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ आजको दिन यसरी नै बित्यो सरलामा। अनि हामी यसपछि चाहिँ एकछिन मोमो किङमा बसेर खै भित्र? घर गएर तपाईँहरू रेस्ट गऱ्यौँ। अनि म चाहिँ एकछिन मोमो किङ हेर्दै बसेर त्यहाँ घुमेँ। त्यहाँ मलाई रमाइलो लाग्यो। एकदम धेरै राम्रो यहाँको डेकोरेसनहरू एकदम एस्थेटिक यहाँनिर गरेको सबैमा चाहिँ एकदम धेरै राम्रो। यहाँको लाइटदेखि लिएर यहाँको रोपेको फुलदेखि लिएर यहाँनिर निस्केको मोमो किङ एकदम धेरै